ओहो उस्तादजी के बनाउँदै हुनुहुन्छ? आज स्पेसल नेपाली स्टाइलको हड्डीवाला कुखुराको मासु चिकन स्पेसल आज हड्डीवाला मासु कुखुराको बन्दैछ सट्टा लगाएर हेर्दै जा। ल साथीहरू चाहिँ नेपाली स्टाइलको खानाको आज स्पेसल करी चिकन करी हड्डीवाला बन्दैछ होला। यो मैले यसलाई हाल्नु के हाल्नु स्पेसियल हालेँ साथीहरू। ल मैले स्पेसियल हालेँ, त्यहाँपछि मैले साबुत जिरा हाल्ने लगाएँ। साबुत जिरा अब यसलाई रातो ल हेर्नु मैले अब जिरा रातो भयो। अब चपिङ लसुन हालेँ साथीहरू। चपिङ लसुन हाल्दा यसरी हल्लाउने लसुन अब रातो भइसक्यो। अब मैले यसमा प्याज हालेँ, यसलाई रातो भनेर भुट्ने है त। यसमा अब मैले थोडा खुर्सानी हालेँ कलरको लागि है। खुर्सानी र बेसार हालेँ लगाएँ। ल हेर्नु साथी यसमा मैले लसुन अदुवा लसुन पेस्ट गरेँ है। अब मैले हेर्नु नेपाली स्टाइलको जिरा धनियाँ र अदुवा लसुन पिसेर च्याट्ट लगाएर सिलौटा सर पिसेको जिरा धनियाँ हाल्थेँ लगाएन। अब कस्तो हुन्छ अब नेपाली स्वादको टेस्ट अलगै आउँछ, खुसबु अलग आउँछ लगाएन है। ओहो क्या खुसबु आयो यार। ओहो अब यहाँ नुन एड गरिदियो साथीहरूलाई हेर्नु नुन। अब यो आफ्नो हिसाबले हुन्छ है साथी, कति नुन कति हाल्ने कति होइन। मैले 2 किलो चिकन बनाउँदैछु है साथी, भइसक्ला है। अब रेसिपी तयार हुँदैछ। अब मैले यसमा टमाटर हालेँ साथीलाई हाल्छ है। टमाटर पिसेको टमाटर 2 डाडु लगभग 3 डाडु टमाटर हाल्छ है साथीलाई हाल्नु। त्यो टमाटर हालेपछि लगभग 5 मिनट जति पकाउने है साथीहरूलाई पकाउला। ल हेर्नु साथी यहाँ कुखुरा काटेर रेडी छ यो हड्डीवाला चिकन है साथीहरूलाई हाल्नु। अब यहाँ रेसिपी रेडी भयो। ल हालिदिनु त भाइ। ल हेर्नु ल अब यसलाई एकछिन मजाले भुटेर त्यहाँपछि तपाईँहरूले 10-15 मिनटपछि रेडी हुन्छ। अब तपाईँले पानी हाल्न सक्नुहुन्छ है साथी। कस्तो तरिकाको पकाउने, झोल बनाउने कि सुक्खा बनाउने कि भन्ने कुरा तपाईँको हातको कुरा है त साथी। यही यसलाई हेर्नुहोस् स्पेसल नेपाली फुड चिकन करी त भन्नु अब झोल सिस्टममा झोल आइटम है यो साथीहरू। ल हेर्नुहोस् दाल भात खाँदा स्पेसल, हाम्रो लागि पनि स्पेसल राम्रो होला। कस्तो भयो कलर हेर्नु त कलर हेर्नु ल हेर्नु। बाई बाई साथी, यसरी बनाउने है त साथी। चिकन करी भयो स्पेसली नेपाली फुड चिकन करीको ल हेर्नुहोस् कस्तो हुन्छ हेर्नु। कलर कस्तो भयो तपाईँलाई त्यस्तो तरिकाले बनाउने सबै साथीहरूले। बाई बाई साथी है।